किलोमिटरको रहेछ। पुरा यो सुरुङ मार्ग हो। साढे 9 किलोमिटर। यस किसिमका सुरुङ मार्गहरूलाई देख्दाखेरि परिदृश्यहरूले हाम्रो नेपालमा कहिले यसरी यस किसिमको विकास सुरुङ रहेछ नि। उता जाने अर्कै यो अर्कै उतापट्टि थियो। हजुर उता गएको एउटा थियो नि। हजुर अर्को सुरुङ हजुर एकातर्फीको मात्रै गाडी हो सबै हो। वर्षमा एकचोटि एकजनाले पाएको रिसेन्टली एकजना। फेरि कस्तो छ न्याय सिस्टम कस्तो छ भने अब डिस्ट्रिक्ट कोर्टमा गयो त्यो पछि तपाईँको जान्छ सम्बन्धी घर ऊ त्यो सिसाको डब्बा जस्तो त्यो छैन। ए हजुर डब्बा राखे जस्तो छ नि। चुच्चुरो भएको हजुर चुच्चोको बगलको यता चुच्चोको बगलको डब्बा राखे जस्तो डब्बा राखे जस्तो त्यो भएको उसमा नि देखाएको थियो। त्यसको के अरे टिभीमा नि देखाएको त्यो अम्बानीको सब दुनियाँको सबभन्दा महँगो घर त्यो दुनियाँको सबभन्दा महँगो त्यो अम्बानीको घर। जाडोमा चिसो हुने के गर्मी हुने त्यहाँ यस्तो केही छैन जुन चिज कि मतलब पाउँदैन सबै चिज त्यहीँ छ। सबै चिज छ त्यहाँ सबै फेसिलिटी छ सबै चिज छ त्यस्तो है। यहाँ बिचो बिचो चाहिँ अलि बहुत फेमस हो हाजी अली छैन। अनि यता चाहिँ महालक्ष्मी मन्दिर। ए हजुर यहाँ हजुरहरू जानुभएको थियो नि महालक्ष्मी। हजुर हो महालक्ष्मी थाहा। हाजीहरू पनि जानुभएको थियो। त्यहाँ पनि गएको थियो कहिले पनि गएको। जति हेरे पनि चाहिँ नयाँ चाहिँ लाग्ने यी भवनहरू यी बाटोहरू दुईटै एकदम समुद्रको उमा के। हजुर त्यो चाहिँ समुद्रको बिचोबिच समुद्रको साइडमा पुरा हामीभन्दा दायाँपट्टिको सबै समुद्र हो। अनि बायाँपट्टिका ठुला ठुला आलिसान भवनहरू। यो चाहिँ रेमन्ड्स वालाको घर हो। ए हजुर ऊ त्यो चाहिँ रेमन्ड्स ल्याएको। हजुर लेखेको छ रेमन्ड वाला कम्पनी मालिकको घर। रेमन्डको मालिकको घर।
तल तल ल अब यता दायाँपट्टिको समुद्र बायाँपट्टिका यी भवनहरू अब समुद्रमुनि हजुर हामी समुद्र मुनिको बाटो हुँदै मार्गबाट हामी जहाँ जान्छौँ यहाँहरूलाई पनि देखाइरहेका हुन्छौँ। हामीले मात्रै किन रमाइलो लिने, हाम्रो रमाइलो चाहिँ हजुरहरूलाई पनि होस् भनेर अब हामी समुद्र मुनि पस्यौँ। यो चाहिँ समुद्र मुनिको सुरुङ मार्ग हो। माथि समुद्र छ तल बाटो छ। हजुर योभन्दा माथि समुद्र छ, पुरा तल चाहिँ सुरुङ बनाएको छ। त्यो सुरुङ मार्ग यसरी समुद्र मुनि पनि यसरी सुरुङ मार्गबाट हिँडिरहँदा पूर्ण रूपमा विकासको अनुभूति गर्न सकिँदो रहेछ। धेरै लामो छ यो सुरुङ। बस गरे पनि हुन्छ अहिले एकछिन। पूर्ण रूपमा सुरुङ मार्गबाट हामी यात्रा गरिरहेका छौँ। यात्रा एकदमै रमाइलो छ। दाजु कस्तो लागिरहेको छ हजुरलाई? एकदम खुसी। ह्याप्पी मोडमा छु म। हजुर हजुर अब हाम्रा आफन्तहरूले हजुर। भ्युअर्सहरूले पनि त्यही त, हामीले यो गुण कहिले तिर्ने होला? भनेर हामी हजुर। प्रसारण गरौँ। हजुर हजुर। आहा ल हेर्नु, पुरा योभन्दा माथि समुद्र छ। समुद्र मुनिबाट यस्तो सुरुङ बनाएर बाटो बनाएको छ। हजुर, मूल बाटो पुरा हाइवे पूर्ण रूपमा यसरी सुरुङबाट यात्रा नगर्नु भएकाहरू अथवा चाहिँ कोही यस किसिमका समुद्र मुनि पनि यस्तो किसिमको बाटो छ भनेर पनि थाहा नपाउनुहरू पनि हुनुहुन्छ। कति मेरा दर्शक भनौँ, शुभचिन्तक शुभेच्छुकहरू भनौँ, कतिले भन्नुहुन्छ तपाईँले हामी पढ्न त जान्दैनौँ, तपाईँले लगाएको अनि त्यो बोलेको हामी सुन्छौँ हेर्छौँ भन्नुहुन्छ। कति खुसी लाग्छ। आहा, पढ्न नसक्नेलाई पनि मैले केही सामग्री दिएको रहेछु भन्ने लाग्छ। अनि त्यसपछि पढ्न सक्नुहुनेहरूले पनि गद्य पद्य निर्माण गरेर मैले प्रस्तुत गरिरहेको हुन्छु। आज यो धेरै लामो, सम्भवतः म सुरुङ मार्ग त पहिले पनि हिँडेको थिएँ, तर यति लामो जस्तो त लागेको थिएन पहिलेको सुरुङमा। हजुर, म पनि पहिलो पटक हो यस किसिमको लामो सुरुङ मार्गको यात्रा गरेको। हजुर, अब एउटा निस्किँदाखेरिको हेर्नु यस्तो। हजुर, अब यहाँबाट निकट भविष्यमा अन्य राष्ट्र पनि गएर यसै गरेर तपाईँहरू सामु गर्न पाऊँ होइन, पाइरहँ विभिन्न राष्ट्रको। ल, पूर्ण रूपमा यी समुद्रमा आइपुग्यो। दायाँपट्टि पुरा समुद्र छ अनि बायाँपट्टि महलहरू छन्। सबै